एकी बुढी भएर शिक्षककै विरोध गर्छ भनेर भनिरहनु होला। अब कोही कोही सरहरूलाई चित्त नबुझेपछि फेरि कमेन्टमा ट्वाक्क ठोकिदिनु होला। भए पनि यो मलाई चित्त बुझेको छैन के। आन्दोलन गरेर काठमाडौँ गएर रगरगी हिँडेर विद्यार्थी झन् कमजोरी हुन्छन्, विद्यार्थीले झन् जाँगर गर्दैनन्। यी पढ्ने बेलामा विद्यार्थी आफ्ना बाटो हिँडेछन्, स्कुल बोर्डिङले सबै विद्यार्थी लैसकेछ। अब मैले भने मान्ने हो भने त सरकारले पनि सुन्नु पर्यो, अनि सरहरूले मिसहरूले म्याडमहरूले पनि बुझिदिनु पर्यो। अनि बुढा शिक्षकहरू अब रिटायर हुँदा हुन्छ के, किनभने बिचरा दिमाग बुढो भयो। अब दिमागले आँखा बस्ने कान नसुन्ने दिमाग बुढो हुने त्यस्तो। अब जो शिक्षक देख्छु मैले आन्दोलनमा नयाँभन्दा बुढै हुनुहुन्छ क्या। अब बुढा भनेको त बुढाको अवधि भनेको त थोरै, अब 2-4 वर्ष मात्रै हो नि त होइन। कानुन बनाएर त केही भएन, नयाँले पराक्राम त पाउँछन्। भए पनि अब त्यस्तो बुढा मान्छे रिटायर हुँदाखेरि राम्रो हुन्छ के। अब साँच्चै भन्यो नि 10 पास गरेर बोर्डिङका टिचरहरूले पढाएका तिनी साना विद्यार्थी 1 2 3 4 5 का विद्यार्थीले कति फटाफट अब इङ्ग्लिस सरर गर्छन्। अनि बाबुआमाको लगानी, आफ्नो मेहनत, शिक्षक शिक्षिकाहरूको मेहनतले गर्दाखेरि स्कुलमा पढाएका विद्यार्थीले लौदो भरे 5 मा पढ्नेले एबिसिडी जान्दैनन् होइन। त्यो अब सबै कुरो त सबै ठाउँमा सम्हाल्दैन नि। हुन त अब दिमाग पनि विद्यार्थीको हुन पर्यो, जाँगर पनि शिक्षक शिक्षिकाको हुन पर्यो होइन र। अब डिग्री पढ्नेले 1 2 त पढाउनु हुन्न होला, त्यही पनि मेरो भनाइ के। तब माथि गएको पनि त सबै धेरै जसो विद्यार्थी पछिल्ला दिनहरूमा विद्यार्थीहरूले मेहनत गर्न पनि छाडे, शिक्षकहरूले पढाउने मेहनत पनि खै अब बोर्डिङले लग्या भएर सरकारी कमजोरी भएको पनि होला, मलाई त्यस्तै लाग्छ। जहाँ पनि विद्यार्थी अब एसएलसीको रिजल्ट आउने हो, आधी फेल, सबै फेल भएको हुन्छन् होइन। अब त्यो त अब सरकारको नि कमजोरी छ। पहिला कोरोनाको बेलामा धेरै वर्ष पढ्न पाएनन्, त्यति बेला डिस्टर्ब भयो। पछिबाट एसीको पूरक पराले दिने भन्ने थियो, टेस्टको 2टा विषय लागेकोलाई फेल गराइदिन्थ्यो, 1 वर्ष पढ्नु पर्ने हुन्थ्यो। अनि त्यति बेला मेहनत गर्दै विद्यार्थीले पास हुन्थ्यो होइन। अहिले एसी फ्री भने अनि A+, B+, C+, D+सम्म ल्याएको पास हुन्छ भन्दाखेरि पनि अब मान्यता रहन्छ भनेर विद्यार्थीले अब त्यो मेहनत नगरे जो हो जहाँसम्म लाग्छ। तर सरहरूले पनि मेहनत गर्ने हो भने त आखिर बोर्डिङका दिमाग र सरकारी स्कुलका दिमाग सरहरूका पनि एउटै हुन्, विद्यार्थीका पनि एउटै हुन्। अब पुराना सरहरू सकेसम्म सबै आँखा नदेख्ने कान नसुन्ने भइसक्नु भएको छ। अब पुरानाले त पछिल्लालाई पराक्रम त दिने। हाम्रा विद्यार्थी पढेर विदेशको खाडीमा गई उनले दुःख पाएका छन्। हुन त फेरि छोड्नुहोस् भन्ने हो भनेपछि गरिराखेका पेस हो। कहाँ जाने हामी, के खाने हामी, बल मैस भएकाले त जान्छन् गर्छन् खान्छन्, हामीले के गर्ने भनेर भन्नु होला। त्यही पनि देशभरिका बुढा शिक्षकले मनन गर्नु होला। शिक्षककी बुढीले यस्तो भन्यो भनेर नमान्नु होला। त्यसमा मेरो शिक्षक बुढो पनि पर्नुहुन्छ। अब सबैलाई यो च्यालेन्ज दिएको होइन, हौसला दिएको पनि होइन, सम्झाइ बुझाइ गरे पनि होइन, अब यो बाध्यता पनि होइन। तर यति चाहिँ अब 1 2 वर्ष 2 4 वर्षमा रिटायर हुने सरहरूले पछिल्लालाई पराक्रम त दिनै पर्छ। किनभने आफ्नै दिमाग बोधो र बुढो भइसकेको छ। ओर बोलाउँदा पर दुख्ने, एउटा गर्दा अर्को बिर्सिने दिमाग भइसकेको छ। त्यस्ता शिक्षकहरूले कति पढाउने हो र। अब रिटायर हुने हो, नियम कानुन होइन। यहाँ खरखरी घर आउनुहोस् अनि विद्यार्थीहरूलाई पढाउने देखाउने गर्नुहोस्, आफ्नो पठन अगाडि बढ्नुहोस्। 1 2 वर्ष पुऱ्याएपछि हुन्छ। तपाईँहरूले भन्दा कति दुःख पाएका पुलिसहरू रात दिन भनेका छन्, मेलामेसा भन्नु छैन, मेलामेसामा घर आउनु छैन, खटेका छन्। उनीहरूको पनि त दुःखदायी त्यस्तै छ नि त। तपाईँहरूको त 10 बजे जाने, 4 बजे आउने, मेलामेसा बिदा छ, दसैँ तिहार बिदा छ, जाडो बिदा छ, बर्खे बिदा छ, गर्मी बिदा छ, अरू चाडबाड अरू सडक बिदा छ। शिक्षकलाई त एकदम सजिलो छ नि त। अनि फेरि हामी शिक्षकका बुढीहरूले पनि घर पाइ भएको शिक्षकलाई त अब बराबर छ के। सुख पनि छ, पैसा पनि छ, समय पनि छ। अब म शिक्षकको बुढी भएर भनेको हो। अब राम्रो जे भने पनि अब कमेन्ट त गर्नु होला। भने चित्त नबुझा शिक्षकले चस्स मन दुख्ने गरी कमेन्ट नगर्नु होला। यही हो मेरो भनाइ है।